हेलो नमस्ते सबैजनालाई सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। सो योभन्दा अगाडिको भिडियो हेर्नु भएको थियो छैन हेर्नु होला। अब यहीँदेखि अर्को भ्लग बनाउँदै हिँड्न लागेको। सो हामी चाहिँ यहाँ कार्की डाँडामा आएर खानासाना सब खाएर अब चाहिँ फेरि उतै घरतिर लाग्नु लागेको। घर चाहिँ उहाँ त्यही निलो टिनवाला त्यही हो त्यही। सो अब घरतिर फेरि फर्किनु लाग्यो। अनि आज चाहिँ हाम्रो पूजा छ घरमा। पूजा चाहिँ फेरि रातिको 12-1 बजीसम्म हुन्छ अरे। सो त्यही नै हो। खानासाना टन्न खाइयो पेट चाहिँ अनि टन्न भएछ। अब घाँटीबाटै निस्किनु लाग्छ त। अनि आमा त्यो उता माथि वहीँ देख्छ कि देखेन उतै हुनुहुन्छ त्यही नै हो। सो यसलाई चाहिँ कार्की डाँडा भन्छ। यहाँ चाहिँ घरहरू धेरै छैन, त्यहाँ एउटा छ, त्यसै अघि हामीले खाना खाएको ठाउँ अनि यतातिर छ 3टा मात्र छ यहाँ चाहिँ घरहरू। कार्की डाँडा चाहिँ कहाँबाट आयो भनेर हेर्नु छ भने चाहिँ पहिलाको भ्लग हेर्नु होला योभन्दा अगाडिको। सो मैले चाहिँ भ्लग यहीँदेखि सुरु गरिदिएको। अब म आज पूजा छ, खास गरी त्यो पूजाको लागि आएको हो। म चाहिँ उहाँ नारायणघाटदेखि, मेरो घर चाहिँ चितवन नारायणघाट गडाकोट 1 हो। सो त्यही नै हो। आजको पूजा सकेपछि चाहिँ भोलि म एक्लै घर जान्छु, भ्लग गराउँदै जान्छु होला। अब धेरै पछि भ्लग बनाएपछि अलिकति लाज धरि लाउने रहेछ, त्यही भएर हो। अब हेर्दै गर्नु, अब भिडियोहरू कहिले छोटो हुन्छ कहिले लामो हुन्छ, हेर्दै गर्नु होला। र भोलि चाहिँ म घर जान्छु। यो उहाँ हाम्रो घरदेखि चाहिँ यहाँ शङ्खसभा चाहिँ एकदमै टाढा छ। उहाँ नारायणघाटदेखि इटरीसम्म 8 घन्टा, इटरीदेखि फेरि धरानदेखि माथि हुँदै यहाँ खातबारी आउन चाहिँ 7 घन्टा। अनि खातबारीमा फेरि त्यस्तो विधि गाडी पाउन्न यहाँ त हाम्रो गाउँ हो नि, टाइममा लाउँछ। खातबारीदेखि चाहिँ 2 घन्टा। अब नदौडिया त्यस्तै हो। अब उहाँ 1 दिनै लाउँछ भनौँ न टोटल हाम्रो उहाँ घरदेखि आउन। सो त्यही नै हो। अब वहीँ घर गएर भेटौँ ला। हारमोन ल बाई भनिदेऊ, घर गएर भेट्ने भन, चुप्पा देऊ यस्तो हजुर गरिदेऊ। त्यही नै हो। अघि यस्तै बाटो हिँडिरहेको हामी, हारमोन अगाडि। आमा अहिले गएको त्यो घर चाहिँ कसको अरे? माइजूको चाहिँ फुपूको चाहिँ कान्छा भाइको घर थियो। ल फुपूको चाहिँ कान्छा भाइको घर रे त्यो। उत्तरबहादुर गुरुङको घर, सेतो घर चाहिँ जुन हामीले खाना खायो त्यही। कस्तो थियो खाना? मिठो मासु, खसीको मासु, भुटन, भात, रक्सी, कोदोको 3 पानी। त्यो नारायणघाटको जस्तो त्यो पाले मुतेको जस्तो रक्सी हो र। हाम्रो माइत गाउँमा हाम्रो घरमा त तोरीको तेल भन्दा अच्छा तरिकाको रक्सी, तोरीको तेल भन्दा डरा धेरै बस्ने त्यस्तो खाएका हुन् हामीले। गाइजहरू तिमीहरूलाई के थाहा? थाहा हुन्छ। खानु इच्छुक छ भने आए हुन्छ शङ्खसभा। धेरै टाढा होइन, 1 दिन लाउँछ त्यही हो हाम्रो घरदेखि चाहिँ। अनि यस्तो बाटो हिँड्नुपर्छ रक्सी खाएर लड्दै पर्दै। त्यही हो। यस्तै छ बाटो चाहिँ। घामले अब अनुहार पोल्छ भनेर क्याप लाएर हिँडेको। पोलेको अनुहार अझै पोलेर झन् डढेर कालो हुन्छ, त्यही हो। हातै गलिसक्यो मेरो चाहिँ। भिडियो बनाउँदा सिधै अब बेलुका पूजाको बेला बनाउँछु अनि सिधै भोलि जाने बेला बनाउँछु अनि बल्ल आउँछ यो भिडियो चाहिँ। त्यही हो। यस्तो हुन्छ धारा चाहिँ। त्यही हो। बेलुका पूजा गरेको सिनेमेटिकहरू देखाउँछु हल्का, अनि सिधै भोलि जाँदाखेरि गराउँछु भिडियो चाहिँ।
कत्रो हुन्छ भिडियो चाहिँ हेरिराख्नु होला। धेरै लामो भयो नि छोटो भयो नि हेरिराख्नु। कहिले चाहिँ छोटो हुन्छ कहिले चाहिँ लामो हुन्छ। अब चाहिँ हामी घर जानु आँटेको। त्यही हो केटा हो, त्यो नै हो केटा हो। हिजो चाहिँ अब उता कार्की डाँडादेखि फर्केपछि लाइनै नरहेछ। गाउँघरमा त्यस्तै त हो नि। अब लाइन पनि थिएन, मोबाइलमा चार्ज धरि भएन, देखाउनै पाएन है। पूजाको सिनेमेटिकहरू अब के भइरहेको छ देखाउँछु भन्थे, देखाउन पाएन। त्यही नै हो। अहिले चाहिँ म घर फर्किँदैछु एक्लै। आमा चाहिँ बस्नुहुन्छ अलिक 2-3 दिन। अहिले चाहिँ यहाँ खाजा ब्रेक एकछिन। अनि आज चाहिँ म बेलबारी बस्छु। ड्याडीको गाडीमा जाने भोलि नाइटमा गाडी, नाइटतिर हिँड्छु होला ड्याडीसँगै। त्यही हो। अब अहिले चाहिँ खादबारीदेखि इटरीदेखि फेरि बेलबारी। गाडी त 3 चोटि फेर्नुपर्छ केटा हो, के गर्नु। अब त्यही हो। लाज लागेन अनि बाटोतिर पनि भिडियो बनाएर हाम्ला। अब धेरै पछि भिडियो बनाएपछि हुन्छ नि, लाज चाहिँ लाग्ने नै रहेछ। सो त्यही हो। म बाटोमा छोटो क्लिपहरू हाल्दै गर्छु। अब यो भिडियो चाहिँ कहिले आउँछ त्यो चाहिँ थाहा नै है केटा हो। अब कहिले हाल्छु, म घर पुगेपछि मात्रै एडिट गरेर हालिदिन्छु होला। त्यही हो। आज चाहिँ बेलबारी नै बस्ने। त्यही हो। यतातिर यस्तै छ। अब हल्का 1-2वटा सिनेमेटिकहरू नि हेर्नु होला। सिधै उतै बेलबारी पुगेपछि म चाहिँ भेट्छु केटा हो। जल्दी बेलबारी आइसके हिजो राति। अब कता जाने, यता जाने के त जाने। अब चाहिँ हामी कपाल काट्नु जान लाग्यो है। हेलो भन्दै हेलो हेलो के फोटो खिच्ने देऊ। हेलो भन्दै हेलो हेलो। वाट इज योर नेम? तिम्रो नाम के हो? अब चाहिँ हामी म चाहिँ चना लिन जानु लागेको। अनि भाइ चाहिँ कपाल काट्न है। अब यो पुरै यो तग्लो हाल्यो, यो पुरै काटिदिनु तिम्रो कपाल हुन्छ। थोरै अनि थोरै त काटेर हुन्न नि त। अनि त्यही हो। अब यो ठ्याक्क गल्लीबाट निक्लिनु पर्छ। हिजो म राति झुक्केको थिएँ अँध्यारोमा आएर। त्यही नै हो। अब आज बेलुकातिर जान्छु म चाहिँ घर। 4-5 बजे बोलाउनु भएको छ मलाई चाहिँ ड्याडीले। त्यही हो। अनि के चरा लिने ठाउँ चाहिँ टाढै छ कि क्या हो? हात छोपेर हिँड्न अरे। हात छोपेर चोप, हात छोप। त्यही हो। हिजो चाहिँ यो गल्ली बढाउनु पर्ने। म चाहिँ ठ्याक्क त्यहाँ चोकमा थिएँ। त्यही हो। अब चाहिँ यो चाहिँ सेपरेट गल्ली। म हिजो झुक्के थिएँ। म चाहिँ हिजो यहाँनिर यो बाइक राखेको नि थियो त। त्यही हो। यो चाहिँ हाम्रो बेलबारी। यो चाहिँ खाना। अब त्यही हो। खाना धरि पुगाउने। म चाहिँ चना लिन आएको। यही हो बेलबारी। यही हो केटा हो। यहाँनिर चाहिँ अनि अटो स्टेसन हो कि क्या हो। यहाँ चाहिँ 4 लाइनको रोड बन्दैछ। मलाई चाहिँ हिजो रातिको बेला भएर
उतै जङ्गलतिर छोडिदिइसकेको थियो नि उतातिर अनि फेरि फर्काएर लिएर आएको म्याजिकलाई ए म चाहिँ यताबाट आएको यता छोपो छोपो हामी 3 दाजुभाइ अब तिमीहरू चाहिँ कपाल काट्नु जाने म त फर्किहाल्नु त्यही हो अलि एकछिनमा चना किनेपछि भेटौँला आँकडा हो 40 यो चाहिँ पुरानो मालपोत बेलबारी अनि यो चाहिँ बजार भयो यो चाहिँ 3 अरे बेलबारी 3 अब हामी चाहिँ चना किन्नु जानु आँटेको आफ्नै माटमा आफ्नै यो सब्जी माट रे यो चाहिँ हाम्रो तपाईँहरूको नि यानि कि मेरो यो हाम्रो फुपूको मा को हुनुहुन्छ धरानमा के अरे बेलबारीमा आउनु होला त्यही हो अब चाहिँ म माटभित्र छिर्छु माटमा के गरेर चाहिँ हेर्नु होला यहाँनिर चाहिँ कोल्ड ड्रिङ्क्सहरू अनि डेयरी मिल्क कोले चाहिन्छ भन है मलाई यहाँ चाहिँ बर्थडेको सामानहरू गिफ्ट अनि चिसो आइसक्रिम त्यही हो मिल मार्टमा के हुन्छ तपाईँहरूलाई थाहा छँदै छ नि यता चाहिँ चियापत्तीहरूको भेराइटी छ कफी साबुनहरू सिसी क्यामेरा नि छ है केटा हो चोरी चगानी हान्ने काम चाहिँ नगर यहाँनिर चाहिँ बच्चाहरूले खाने जस्तो कि मैले नि हान्छु त्यही हो कोलगेट के छ हेर्नु होला धरानमा को के अरे बेलबारीमा को हुन्छ आएर किन्नुहोस् त्यही हो यहाँ बेबीहरूलाई स्याम्पूहरू तेल सबै कुरा पाइन्छ मसरुम कहाँनिर हो मसरुम यहीँ होला नि फुपू ए के अरे मसरुम अरे मसरुम कता हो भन्नुभयो ए ऊ यहाँ हो यहाँ यहाँनिर हजुर त्यही नै हो सबैले मिलाएर पाउनुहुन्छ डिस्काउन्ट धरि पाउनुहुन्छ यस्तो त्यही नै हो यहाँ चाहिँ अन्डाको कहानी आयो चाहिँ केटा हो यही हो भेराइटीहरू आउनु यो चाहिँ ठ्याक्क कहाँ छ भने ठ्याक्क यो चाहिँ बेलबारी 3 पुरानो मालपोतदेखि ठ्याक्क भित्रपट्टि यो चाहिँ त्यहाँनिर चाहिँ पुरानो मालपोत भयो त्यहाँदेखि थोरै हिँडेर आएपछि यहीँनिर छ मिनिमार्ट यो चाहिँ हाम्रो आफ्नै फुपूको किन्न आउनु होला सामानहरू है किन आउनु होला मेरो दोकानमा भनेर भन छिटो भन्नु किन्न आउनु मेरो दोकानमा हो त्यही नै हो केटा हो म चाहिँ लिइसकेँ मैले चना लिइसकेँ र मलाई जे लिन त्यति लिउँ भन्थ्यो कि मैले चाहिँ आफ्नो मान्छेलाई घाटा लाएन मैले चाहिँ के लिएँ भने चना चाहिँ पहिल्यैदेखि पठाएको थियो चना पछि यो 100 रुपियाँले चिगम अरे अनि स्नेकर ठुलोवाला लिएँ त्यही हो आफ्नो मान्छेलाई घाटा लाउनु नि हुन्न राति दादारी खाँदै जाने हो त्यही हो मैले चाहिँ चना लिइसकेँ र कतिजनालाई थाहा छैन होला बेलबारीतिर यस्तो कालो प्लास्टिकमै दिन्छ सो त्यही हो अब म चाहिँ एक्लै फर्किँदैछु म बेलुकातिर जान्छु होला म घर ठ्याक्क 5 बजीतिर बोलाउनु भएको छ ड्याडीले त्यही नै हो केटा हो अब भिडियो धेरै लामो नगरौँ धेरै छोटो नगरौँ त्यही हो कस्तो लाग्यो अब तपाईँहरूलाई राम्रो लाग्यो नि नलाग्यो नि लाइक गरिदिइराख्नु होला त्यही हो जोतमा बनाइने भिडियो
जोतमा बनाउने हो। अब तपाईँहरूलाई कस्तो कन्टेन्ट चाहिन्छ मलाई चाहिँ थाहा छैन होइन। मलाई कन्टेन्ट सन्टेन्ट नि के राम्रो के नराम्रो छुट्याउन जोतमा बनाइदिने हो। त्यही हो केटा हो, हेर्दै गर होइन। हाल्दै गर्छु भिडियोहरू चाहिँ, माया साथ सपोर्टहरू चाहिँ दिइराख्नु। मेरो चाहिँ 4.52K भइसकेको छ। म 5K मा चाहिँ 5K भएपछि चाहिँ म मोटो भ्लग सुरु गर्छु। त्यही नै हो। अब यो चना दिने, अब घर गएर कामै छैन कि, घर गएर अब त्यही हो मोबाइल हेर्दै बस्ने हो। भाइ हेलो गरिदिनु ल, हेलो ल ल। युट्युबमा विशाल जिआरजी छ हेर ल, विशाल जिआरजी। त्यही हो हाम्रो घर चाहिँ उ त्यो यो झन्डा पछिको उताको त्यो ब्लू कलरको घर। अब चाहिँ म घर गएर खुट्टा धुन्छु पहिला सुरु, अनि हात खुट्टा धोएर मोबाइल चार्ज गरेर एकछिन सुत्न पऱ्यो, अनि फेरि उठेर जान्छु। म चाहिँ भ्लग चाहिँ अब यहीँ इन गरिदिन्छु। घर गएपछि म चाहिँ घर गएको भिडियो बनाउन, त्यही हो। बरु घर गएपछि चाहिँ सर्ट्स हालिदिन्छु। त्यही हो, डोकै केटा हो ढोकालोमै। ढोका बल्ल खुलिएर हाम्रो चाहिँ यहाँ फेरि दुईवटा क्रस फायर हो। त्यही हो, म चाहिँ घर आइसकेँ। फुपू ओ फुपू बोजू हो र, बढी आमा लाउनु के गर्ने? अहिले पनि बनाउँदै सब्सक्राइब गर है, यहाँ पनि गर्नुपर्छ। खै त्यहाँ उति छ खानु नि तपाईँ। खत्रै ल्याएछ त, खाऊ अहिले यसको धुनुपर्ने छ। त्यही हो हाम्रो डगी। पप्पी के हो नाम चाहिँ? पप्पी पप्पी नै? पप्पी नै भन्छ। ए सायद पप्पी फुपू नै त हो नि? फुपू नै त हो नि हाम्रो बोजू। तेरो उहाँको बोजू र म त एउटै दिदी भए। हाम्रो आमा अनि आमा भन्नु भिडियो बनाएको युट्युबमा पो हाल्छु त। अनि जान्दैन म त। त्यसै बोल्ने अनि पतर जे आएको त्यही बोलिराख्ने अनि त्यही हो, अनि हालिदिने। त्यही हो, यो मैले चाहिँ लिएर आएको मार्चदेखि। यहाँ चाहिँ भाले म कान्छो चाहिँको जेठो। त्यही हो, हेर्दै गर्नु। अब चाहिँ भ्लगिङ गर्छु यतैतिर, धेरै राम्रो नराम हेर्दै गर्नु। माया साथ सपोर्ट दिइराख्नु होइन। बिस्तारै 5K नि बनाउनु पर्छ। त्यही हो, अब चाहिँ चल्दैछ है तर केटा। अब कस्तो लाउँछ हेर्दै गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु, के कुराको कमी छ होइन। क्वालिटी भयो भने क्वालिटी अपडेट गरौँला। अब कन्टेन्टहरू चाहिँ हावा हो, मलाई थाहा छैन कस्तो कन्टेन्टहरू कुन राम्रो हुन्छ कुन राम्रो हुन्न। म चाहिँ बनाउँदैन, त्यही नै हो, हेर्दै गर्नु। सो बाई बाई, टेक केयर, होप यु गाइज लाइक दिस भिडियो। सबैजनाले लाइक सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। बाई बाई।